टाइम पनि यार कति छिटो बितेको क्या, छक्क पर्छु कि म त। हिजो अस्ति वर्ल्ड कप सुरु भएको, वर्ल्ड कप सुरु भयो भयो भन्दा भन्दै सकिन आँटिसक्यो क्या। क्वार्टर फाइनल आइसक्यो यार अब त। जम्मा जम्मी 8वटा टिमहरू बाँकी रहेका छन्, 8वटा मध्ये एउटा टिमले त ट्रफी सिउली उचाल्नेवाला छ क्या। भने कति छिटो टाइम जाँदो रहेछ क्या। आज चाहिँ हामी अब क्वार्टर फाइनलको बारेमा कुरा गर्नेवाला छौँ। कुन कुन भन्दाखेरि पहिलो र दोस्रो म्याचको बारेमा कुरा गर्नेवाला छौँ है। पहिलो म्याच भनेको फ्रान्स भर्सेस मोरक्को, दोस्रो भनेको स्पेन भर्सेस बेल्जियम। दुईटै म्याचहरूको बारेमा थोरै कुरा गर्नेवाला छौँ है। त्यसको लागि म तपाईँहरूलाई मेरो स्क्रिन सेयर गर्दैछु है। ल अब हामी स्क्रिनमा आइसकेका छौँ। अब यहाँनिर हामी दुईटै म्याचेसहरूको बारेमा कुरा गर्नेवाला हौँ, चारटै टिमको बारेमा थोरै कुरा गर्छौँ है। सबैभन्दा सुरुमा सुरुवात गरौँ फ्रान्स र मोरक्को मध्ये। मोरक्कोबाट है, मोरक्कोले लास्ट म्याचमा युज गरेको लाइनअप यही नै हो है। मोरक्कोको यो लाइनअपमा अब एउटा त फोर्स चेन्ज हुनेवाला छ, किनकि साइबारी फिट छैन, सो उसको ठाउँमा रहमानी खेल्नेवाला छ। यो त अब फोर्स चेन्ज हो, यसमा त केही पनि गर्न सकिँदैन होइन। त्यो बाहेक अर्को चेन्ज भनेको मैले देखेको हलालको ठाउँमा मलाई लाग्छ चार्ली रियाड खेल्नेवाला छ। अरू केही पनि चेन्ज हुन्छ जस्तो मलाई लाग्दैन क्या। किन चेन्ज हुँदैन भन्दाखेरि यो टिम कम्प्लिट टिम छ क्या। यो टिम एज अ टिम खेल्दाखेरि एकदम कम्प्लिट छ, यो टिममा केही समस्या छैन। अनि किन चेन्ज गर्नु क्या यार, किन फोर्स गर्नु जबरजस्तीको चेन्ज होइन। जुन कुरा बिग्रेको छैन त्यसलाई किन बिगार्न खोज्नु, भत्काउनु खोज्नु। सो यहाँनिर केही चेन्ज हुन्छ जस्तो मलाई चाहिँ लाग्दैन। मिडफिल्ड एकदम राम्रो छ, ओनाही बोडिडी अनि एलानोमीको एउटा यङ मिडफिल्ड होइन, इनर्जेटिक छन् तिनटै प्लेयरहरू, कम्पोज छन् अन द बल होइन, एकदमै उनीहरू चान्सेसहरू बनाउने एकदमै एबल छन् होइन। उनीहरूको लाइन ब्रेकिङ पासेसहरू राम्रो छ, बल कन्ट्रोल एकदम राम्रो छ बोडिडीको होइन। एकदम सही मिडफिल्ड छ क्या मिडफिल्ड नि, एकदम ब्यालेन्स मिडफिल्ड छ है। अनि अब अरू फुल ब्याक त भन्ने पर्दैन, मजरावी र हकिमी भइहाल्यो। सेन्टर ब्याक पनि एकदम के भन्नु राम्रो पेयरिङ छ रियाड र डियपको। अनि विङ्गरमा ब्राहिम डियाजको अब इम्प्याक्ट एकदम बबाल छ यसपालिको यो वर्ल्ड कपमा, 4वटा एसिस्ट आइसक्यो है। ब्राहिम डियाजलाई हामी खासै वास्ता गरेका छौँ, तर यो मान्छेले एकदम चिटकोडवाला काम गरिरहेको छ यो नेसनल टिमको लागि। अब एल खनुसको इम्प्याक्ट खासै देखिँदैन होइन, तर एल खनुस आई थिङ्क डिफेन्सिभली उसले सहयोग गरिरहेको छ, झरिदिन्छ हेर तल होइन, यतातिर आउँछ कभर दिन्छ। सो मिडफिल्डमा आइदिएर आउँछ यता भित्रतिर, एउटा नेचुरल्ली विङ्गर पनि होइन नि त, एउटा इनसाइड फरवर्डवाला मान्छे हो अथवा नम्बर 10वाला मान्छे हो। सो उसले आफ्नो काम गरिरहेको छ, नदेखिएको मात्रै हो। टिम एज अ टिम खेल्दाखेरि उसले केही पनि गलत गरेको छैन। सो उसलाई पनि निकाल्नुहुन्छ जस्तो मलाई लाग्दैन, निकाल्दैन पनि म्यानेजरले, मलाई थाहा छ। अब आई थिङ्क होइन यो जुन यो टिम छ नि, यो टिम एकदम पर्फेक्ट छ क्या। यो टिमको मिडफिल्ड भनेको चाहिँ फ्रान्सको लागि प्रब्लम हुन्छ जस्तो लाग्छ मलाई, किनकि यो मिडफिल्ड यार एकदम के मैले अलरेडी तारिफ गरिसकेको छु होइन, यसको बारेमा धेरै भन्दिनँ। यो मिडफिल्डले फ्रान्सको मिडफिल्डलाई निकै कुरामा सताउँछ जस्तो लाग्छ क्या मलाई। अब फ्रान्स भनेपछि फ्रान्सको पनि कुरा गरिहालौँ भाइ, फ्रान्सको कुरा गर्नै पर्यो। अब फ्रान्सले लास्ट म्याचमा पाराग्वेसँग स्टार्ट गराएको लाइनअप त यही नै हो, देखिहाल्यौँ होइन। अब यो लाइनअपमा केही चेन्ज होला त, आई थिङ्क अब चुवामेनी फिट छैन, सो कोने खेल्नेवाला नै छ। त्यो बाहेक अरू के चेन्ज गर्नु र, केही चेन्ज गर्ने कुरै छैन। के छ त यहाँनिर, केही छ चेन्ज गर्ने कुरो? लुकाटिनी भयो, सलिबा भयो, मगानो भयो, कुन्डे भयो होइन, ब्याक खोइ सिम ठिक छ, माइक मिगनन खेलिहाल्छ। राबियो र अब कोने नै यो मिडफिल्डमा खेल्ने, राबियो खेलिहाल्छ, कोने नै यो चुवामेनी नभएपछि। सो यहाँ पनि चेन्ज हुन्छ जस्तो मलाई लाग्दैन। त्यो बाहेक मेबी जस्ट मेबी है मेरो लागि ब्राडली बार्कोलाको ठाउँमा मेबी है यो, किनभने अप्सन छ नि त, अप्सनको प्रयोग गर्ने हो नि त होइन, अप्सनको प्रयोग गर्ने हो। त्यसले गर्दाखेरि डेजरे डुवे खेल्न सक्छ, यो चाहिँ अप्सन भएर है। यति धेरै अप्सन छ, क्वालिटी अप्सन छ होइन, त्यसको किन सदुपयोग नगर्ने, सदुपयोग गर्ने नि त। त्यही भएर डेजरे डुवेलाई खेलाउन सक्छ डिसामले, यो हुनसक्छ। यो बाहेक तिनजना सेम, यो तिनजना होइन के भन्नु, तिनजना कि यिनीहरूलाई के नाम दियो तिनजनालाई, यिनीहरूलाई हलाल्डलाई हामी एउटा के भन्छौँ दानव भन्ने गर्छौँ, तिनजनालाई म भन्छु मन्स्टर। यो तिनजना मन्स्टर होइन, यो मन्स्टर होइन, यो फ्रान्सको एट्याकलाई के भन्नु जहिले पनि एकदम पिकमा राखिहाल्छ। चौथो मान्छेले आएर जहिले सपोर्ट गरेकै छ। अस्तिको मान्छेमा डेजरे डुवेले बेन्चबाट आएर सपोर्ट गर्यो, त्योभन्दा अगाडि बार्कोलाले सपोर्ट गरिरहेको थियो। त्यो हुँदै भएन भने रायन चर्की छ, त्यो पनि भएन भने मार्कस तुराम छ, त्यो पनि भएन भने जिन फिलिप मटेटा छ, त्यो पनि भएन भने अक्रियुज छ, भने कति छ वर्ल्ड क्लास अप्सनै मात्रै त होइन। सो केही भन्नै पर्दैन फ्रान्सको एट्याकको बारेमा। मिडफिल्ड हो क्या, मैले यो दुईजनाले त्यो मोरक्कोको मिडफिल्डलाई चाहिँ कतिको च्यालेन्ज गर्न सक्छन् भन्ने कुरा चाहिँ मेन हो क्या। आई थिङ्क फ्रान्सले अहिलेसम्म वर्ल्ड कपमा बल राखेर खेलिरहेको छ, तर यो म्याचमा उनीहरू बल राख्न सक्छन् जस्तो मलाई लाग्दैन क्या। सो फ्रान्सले यो म्याचमा खेल्ने भनेको डाइरेक्ट हो, डाइरेक्ट फुटबल खेल्ने वाला उनीहरूले होइन, एकदम डाइरेक्ट काउन्टरमा होइन, क्विक फुटबल। त्यसमा त यार यो फ्रान्सको एट्याक अझै खतरनाक हुन्छ नि, डेजरे डुवेको पेस, एम्बापेको पेस, डेम्बेलेको पेस, ओलिसेको त्यो के भन्नु अब लाइन ब्रेकिङ पासेसहरू, उसको त्यो क्रिएटिभिटी होइन, त्यसले गर्दाखेरि डाइरेक्ट खेल्यो भने अझै फ्रान्स इफेक्टिभ हुन्छ होला मोरक्को जस्तो टिमसँग चाहिँ। अब लेट्स सी कसरी खेल्छ फ्रान्सले, जेमा पनि यो म्याच एकदम खतरनाक हुन्छ जस्तो लाग्छ मलाई होइन। मोरक्कोको के भन्नु काम एन्ड कम्पोजवाला फुटबल होइन, त्यसमा उनीहरूले जे पनि गर्न सक्छ क्या। मोरक्कोको टिमको बारेमा भन्नै पर्दैन धेरै कुरो होइन, मोरक्को टिम के भन्नु क्यारेक्टर सो अफ गर्न सक्छ, कमब्याक गर्न सक्छ, हरेक कुरा गर्न सक्छ। फ्रान्सको पनि त्यस्तै किसिमको टिम छ। सो यो म्याच एकदम क्र्याकर अफ गेम हुन्छ जस्तो लाग्छ मलाई। लेट्स सी अब प्रेडिक्सन भन्ने कुरो म अहिले गर्दिनँ, तर जे होस् यो म्याचले हामीलाई पक्कै पनि डिसपोइन्ट चाहिँ गर्छ जस्तो मलाई लाग्दैन क्या। अब हामी कुरा गर्छौँ स्पेन भर्सेस बेल्जियमको म्याचको। त्यसको लागि मैले अगाडि स्पेनको लाइनअप निकालिसकेको छु। अब स्पेनको यहाँ लाइनअपमा के चेन्ज गर्नु यार, ब्याकलाइन कुकुरेया छँदैछ, लापोर्ट, कुबार्सी, पोर्टो एकदम पर्फेक्ट ब्याकलाइन, पेड्री अनि रोड्री एकदम बबाल डबल पेभिट, ओल्मेजा नम्बर 10, बाइना अनि लामिन यामाल, ओयारजबाल। केही चेन्ज गर्ने कुरा छ? म त केही पनि देख्दिनँ, यहाँनिर सबै कुरो पर्फेक्ट छ त। मेबी मान्छेहरू बाइनाको ठाउँमा निको विलियमसन भन्ला, तर आई थिङ्क बाइनाले केही गलत गरेको छैन, किन उसलाई निकाल्नु होइन, स्पेन जितिरहेछ। सो
जुन कुरा होइन मैले अघि पनि भनेको थिएँ नि मोरक्कोको टिममा सेम कुरो यहाँ पनि लागू गर्नेवाला छु। जुन कुरोले होइन अहिलेसम्म काम गरिरहेको जुन कुरो अहिलेसम्म बिगार्नुपर्ने अवस्था होइन त्यो कुरोलाई किन बिगारिरहनु, जे छ त्यही खेलाउने हो। सो केही चेन्ज हुन्छ जस्तो मलाई लाग्दैन। यद्यपि म स्पेनबाट एउटा कुरा देख्न चाहन्छु क्या, स्पेसल्ली पोर्चुगलको गेम पहाडे स्पेनको मिडफिल्डले पोर्चुगलको गेमसँग केही पनि क्रिएट गर्न सकेन क्या। यो मिडफिल्ड बल राखिरहेको थियो तर क्रिएटिभिटीको कुरामा एकदम जिरो थियो क्या। त्यो कुरो चाहिँ म सरप्राइज छु, किनकि पेड्री ओल्मो जस्तो प्लेयर छैन यार। ओके रोड्रीलाई साइड लगाइदिउँ न, रोड्री भनेको उसको काम अर्कै छैन, तर पेद्री अनि ओल्मो यी प्लेयरले त यार क्रिएटिभिटीको भन्ने कुरा त यार चान्स आफ्टर चान्स बनाउनु पर्ने हो, तर सकेनन् क्या पोर्चुगलसँग। म सरप्राइज छु उनीहरूले नसकेर होइन मिकेल मेरिनो अनि फाबियन रुइज ल्याएको हो भनेपछि यहाँ समस्या चाहिँ होइन त्यो के भन्नु क्या, इन्डिभिजुअल क्वालिटीमा पो देखेँ त मैले। पेड्रीले जुन काम बार्साको लागि गर्छ त्यो यहाँ पनि गर्न सक्नुपर्ने हो, गरिरहेको थियो, तर यो वर्ल्ड कपमा अलिकति किन त्यो कुरो कम भइरहेछ। सेम विथ ओल्मो, ओल्मो किन पहिले जस्तो खेल्न सकिरहेको छैन, म छक्क परिरहेको छु क्या। ओल्मो त यार चिटकोड हो नि स्पेनको यार। यो पोर्चुगल जस्तो जुन गेम हो नि त्यो म्याचमा त ओल्मोले त गोल निकाल्नु पर्ने, एसिस्ट निकाल्नै पर्ने हो क्या। तर यार त्यो म्याचमा फरान टोरेसको इम्प्याक्ट ओल्मो भन्दा बेटर थियो क्या। त्यो साथै म सरप्राइज छु र मलाई के पनि डर लागिरहेको भने होइन जुन किसिमको इम्प्याक्ट मिकेल मेरिनोले यो म्याचमा देख्छ नि, म सरप्राइज हुनेवाला होइन यदि यहाँनिर मिकेल मेरिनो स्टार्ट गर्यो भने क्या। सरप्राइज हुन्न म, किनकि मिकेल मेरिनो यस्तो विज्ञानको लागि बनेको मान्छे हो, म्यानेजरले पनि मन पराउँछ। सो मेबी होइन मलाई लाग्छ यो एउटा चेन्ज हुन सक्छ है, यो चाहिँ हुने सम्भावना एकदमै हाई छ। किन भनेर मैले अलरेडी भनिहालेँ मिकेल मेरिनो गेम चेन्जर बन्न सक्छ। अब ओल्मोमा पनि त्यो ट्रेड नभएको होइन, तर ओल्मोले आई थिङ्क त्यो कुरा सो अफ गरेको छैन, मेरिनोले सो गरिरहेछ। मिकेल मेरिनो होइन सिजनभरि नै इन्जुर हुँदा पनि होइन लगभग आधी सिजन आउट हुँदा पनि उसलाई म्यानेजरले छानेर ल्याएको छ। सो मलाई लाग्छ यो म्याचमा ऊ स्टार्ट पनि गर्छ जस्तो लाग्दैछ है मलाई। त्यो बाहेक आई थिङ्क पेड्री रोड्री स्टार्ट गर्नेवाला छन्, कुकुरिया रापोर्ट भन्नै पर्दैन। अगाडि ओआर जवाल अब खेलिहाल्छ बाइना, मेबी यहाँनिर निको विलियम्सन फिट छ भने खेल्छ, तर निको विलियम्सन अहिले फिट छैन, सो उसलाई चेन्ज नगरौँ, यही हुनेवाला छ है। अब स्पेनको टिमबाट मैले अलरेडी भनिहालेँ मिडफिल्डबाट अलिकति ज्यादा क्रिएटिभिटी देख्न चाहन्छु। अनि लामिन यामाल पनि यसपालि वर्ल्ड कपमा आएको छैन क्या, थाहा छ ऊ इन्जोर थियो होइन, फुल्ली फिट भएको छैन। तर आई थिङ्क अब त यार त्यो फिटनेसको कुरा त्यो एउटा बाहना मात्रै हुन्छ क्या, किनकि धेरै समय भइसक्यो नि त यार खेल्न रेगुलर रूपमा स्टार्ट गर्न थालेको, ग्रुप स्टेजदेखि ऊ खेलिरहेको छ। सो अब त उसले सो अफ गर्नुपर्छ। यसपालिको वर्ल्ड कपमा लामिन यामाल फिलै भएको छैन क्या, लामिन यामाल वर्ल्ड कपमा केही गर्दैछ भने त केही पनि गरेको छैन त्यस्तो फिल्म आइरहेको छ। हल्यान्डको नाम आउँछ, एम्बापे होइन, त्यसै गरी मेसीको नाम आउँछ, हेरिकेनको नाम आउँछ, बेलिङमको नाम आउँछ, किनकि उनीहरूको इम्प्याक्ट फिल हुन्छ। यो स्पेन टिममा लामिन यामाल स्टार्ट नगरेको भए पोर्चुगलसँग पनि स्पेनले गेम त्यसरी जित्नेवाला थियो होइन। त्योभन्दा अगाडि पनि खासै त्यत्रो धेरै इम्प्याक्ट छैन क्या यो मान्छेको। सो लामिन यामालबाट म अझै ज्यादा देख्न चाहन्छु या मेबी उसको गोल अथवा एसिस्ट मिसिङ भएर होला सायद होइन। अरू कुरा यो मान्छेले पोर्चुगलसँग म्याचमा मलाई डिफेन्सिभली कन्ट्रिब्युसन बाहेक केही कुरा पनि इम्प्रेस गरेन, किनकि 1v1मा नुनो मेन्देस होस् या अर्को के अरे त्यस पछाडि को खेल्यो त्यहाँनिर है, जो खेल्यो भने त्यो आई थिङ्क डालो थियो कि अरू को थियो होइन, जो खेल्यो भने उसले 1v1मा खासै त्यो डिफेन्डरसँग त्यत्रो धेरै केही गर्नै सकेन क्या। लामिन यामालको फाइनल थर्डको पासेसहरू पनि वाइयात थियो पोर्चुगलसँग त है। सो त्यो कुरा इम्प्रुभ देख्न चाहन्छु लामिन यामालमा, किनकि यो टिममा अब बिग म्याच आउँदैछ नि त, क्वार्टर फाइनल हो, त्यतिखेर त टिमको स्टार प्लेयरले स्टेप अप गर्नै पर्ने हुन्छ, जहिले पनि मिकेल मेरिनोले मात्रै काम गरेर हुँदैन। सो लामिन यामालले यो म्याचमा सो अफ गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। लेट्स सी अब सो अफ गर्छ कि गर्दैन। अरू कुरा चाहिँ म धेरै कुरा भन्दै भन्दिनँ स्पेनको टिमलाई। अब थोरै कुरा गरिदिउँ बेल्जियमको पनि है। बेल्जियमले लास्ट म्याचमा युज गरेको लाइन त यो हो, तर अब ओनाना इन्जुर भइसकेको छ। ओनानाको ठाउँमा को खेल्छ त, डिब्रोइना? नो नो नो, डिब्रोइना खेल्नेवाला छैन, ढुक्क हो। यो मान्छेको ठाउँमा खेल्ने मान्छे भनेको भेनेकेन भन्ने मान्छे हो। ओनानाको ठाउँमा अस्ति पनि 21 मिनट पछाडि यो मान्छेले आएर राम्रो इम्प्याक्ट बनाएको थियो। एउटा 33 वर्षको प्लेयर जस्तो लाग्छ मलाई होइन, बुढो मान्छे हो, यङ मान्छे त होइन। डिब्रोइना जस्तै होइन, एज भएकै मान्छे हो, तर आई थिङ्क डिब्रोइना भन्दै मान्छेको प्रोफाइल पनि डिफ्रेन्स छ। यो मान्छे भनेको डिएम हो, एज अ डिएम अथवा 6 अथवा 8 को रूपमा खेल्छ, डिब्रोइना एज अ नम्बर 10 हो है। त्यसले गर्दाखेरि यो मान्छे खेल्नेवाला छ। अरू चेन्ज मलाई यो टिममा केही पनि हुन्छ जस्तो लाग्दैन। डी केटरले नम्बर 9 वाला काम गरिरहेको छ होइन, एउटा प्रपर नम्बर 9 त होइन, एउटा के भन्नु अलिकति फ्लेक्सिबल खालको नम्बर 9 हो। अब लुका बाकियोले होइन जेरेमी डोकोलाई ड्रप गरेर खेलिरहेछ र आई थिङ्क लुका बाकी स्टार्ट गर्नेवाला छ फेरि पनि। प्रोसाड आई थिङ्क बेल्जियमको सबैभन्दा राम्रो प्लेयर अहिलेसम्म। टिलमान्स पनि त्यही भन्छु होइन, युरो टिलमान्स पनि एकदम बबाल खेलिरहेछ। त्यो ब्याकलाइन होइन त्यत्रो धेरै प्रमिसिङ नभए पनि होइन, स्टिल होइन ब्याकलाइन मेबी म यहाँ डिबास्टलाई देख्न चाहन्छु होइन। डिबास्ट भन्ने अब सेन्टर ब्याक भन्नै पर्दैन, तर मलाई लाग्छ ऊ खेल्नेवाला होइन, जेनो डिबास्ट है। यो मान्छे म चाहिँ मेरो पर्सनल पिक हो, तर आई थिङ्क यहाँ को त्यो पुरानै मान्छे खेल्नेवाला छ, त्यसमा त केही चेन्ज हुन्छ जस्तो मलाई लाग्दैन है। कहाँ गयो यो त्यही मान्छे त छैन होइन, यही हुन्छ ब्याकलाइन पनि, केही पनि चेन्ज हुन्छ जस्तो मलाई लाग्दैन। कोटुवा भनेको टिमको स्टार प्लेयर होइन, सेभियर हो भन्नै पर्दैन। रास्किन यो बेल्जियमको लागि होइन, रुडी गार्सिया आइकन रास्किन रेगुलर रूपमा खेल्ने मान्छे, यो पनि चेन्ज हुन्छ जस्तो मलाई लाग्दैन। सेकेन्ड हाफमा हामीले यहाँ लुकाको देख्न पाउँछौँ, यहाँनिर हामीले डोको देख्न पाउँछौँ। डिब्रोइना चाहिँ मलाई देख्न चाहन्छ एकदमै कम छ जस्तो लाग्छ क्या। डिब्रोइना होइन यदि बेल्जियम गोल खाएर पछि पऱ्यो भने मेबी आउला सेकेन्ड हाफतिर, नत्र भने डिब्रोइना आउँदैन केटा, ढुक्क हुनु। डिब्रोइनालाई हामीले देख्न पाउनेवाला छैनौँ। त्यो बाहेक होइन बेल्जियमले जुन किसिमले युएससँग खेल्छ त्यसरी स्पेनसँग खेल्न सक्दैन भन्ने कुरा चाहिँ मेन हुनेवाला छ। तर जे होस् बेल्जियमको रिसेन्टको रन अफ फर्म हेर्दाखेरि आई थिङ्क स्पेनलाई कम्पिटिसन दिन्छ जस्तो लाग्छ मलाई। अब स्पेन यो गेमको लागि फेभरेट त छ। अब लेट्स सी होइन यो म्याच कस्तो तरिकाले जानेवाला छ र कसले रिजल्ट निकाल्नेवाला छ। तर जे होस् यो म्याच पनि होइन वर्ल्ड कपमा एउटा अनएक्सपेक्टेड रूपमा राम्रै म्याच हुन्छ जस्तो लाग्छ मलाई। अब प्रेडिक्सन भन्ने कुरो पछि गरौँला होइन।
यो वर्ल्ड कपको क्वार्टर फाइनलमा चाहिँ थोरै बहुत फिलिङ चाहिँ आउँदैछ क्या वर्ल्ड कपको क्वार्टर फाइनलमा भन्ने खालको फिलिङ आइरहेछ किनकि फ्रान्स मोरक्को पनि कडक गेम हुन्छ र बेल्जियमले पनि इम्प्रेसिभ पर्फर्मेन्सहरू दिइरहेछ इम्प्रुभमेन्ट देखाइरहेछ सो स्पेनसँग राम्रै गेम होला लेट्स सी अब रिजल्ट भने कस्तो आउँछ भन्ने कुरो थाहा भइहाल्छ क्या छिट्टै